म चाहिँ केही कुरामा पनि लक्की छैन, जे कुरामा पनि त्यस्तै हो क्या। आफूले आफूलाई अनलक्की फिल गर्छु, म चाहिँ त्यस्तो लक्की छु जस्तो चाहिँ लाग्दैन। कति मान्छेहरू त लक्की छ क्या, मेरो साथीहरूलाई देख्छु अनि तिनीहरू चाहिँ एकैचोटिमा हुन्छ है, तिनीहरूको जे गरे पनि ठ्याक 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 हुन्छ क्या। अनि म आफूले आफूलाई चाहिँ जहिले नि यस्तो स्याडनेस बोकेर हिँड्नुपर्छ क्या। सुनाउन खोज्यो भने साथीहरूलाई निकिजाउँछ अनि मन लाग्दैन क्या मलाई त त्यो भन्नलाई पनि, आफ्नै भित्र राख्न मन लाग्छ। मबाट हुँदैन होइन, गर्न त खोजेकै थिएँ जस्तो लाग्छ। 100मा 100 दिन खोज्छु क्या, यस्तो गर्न खोज्छु होइन, तर पनि हुँदैन त। अब म के गरौँ क्या, केही कामहरू सुरु गऱ्यो भने बिचमै रोक्नुपर्छ। घरि के भनेर आउँछ, घरि के भनेर आउँछ, घरि केबाट प्रेसर आउँछ, सोचे जस्तो केही छैन यार। त्यो बेला चाहिँ लास नराम्रो लाग्ने क्या, किन क्या यार म मात्र जस्तो लाग्छ है। तर पनि गिभअप चाहिँ गर्नु हुँदैन। म आफूले आफूलाई नै पुस गर्छु कि मेरो साथी भनेको मै हो क्या। म आफूले आफूलाई नै सम्झाउनु ट्राई गरिरहेको हुन्छु क्या, आफूले आफूलाई नै भनिरहेको हुन्छु ठिक छ अर्को फेर गर्नु सक्छस् तैँले, गर 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 भनेर मैले पुस गरिरहेको हुन्छु क्या। सबैको राम्रो होला लाइफ, मेरो अलिकति फरक छ सबैभन्दा होइन, केही छैन ठिकै छ। यसलाई पनि म एप्रिसिएट गर्छु, यो कुराहरू मेरो लाइफको पार्ट हो। अझै धेरै कुराहरू सिकाउनेछ। केही कामहरू गऱ्यो भने सधैँ यस्तै हो मेरो चाहिँ। कतिजना हुनुहुन्छ होला म जस्तै, उहाँहरूलाई देख्न पायो भने मलाई फेरि खुसी लाग्छ, ए यो पनि म जस्तो रहेछ भन्ने टाइपको, ल म मात्रै रहेन रहेछ भने खुसी लाग्छ। तर कसैको पनि नहोस् त्यस्तो चाहिँ मैले भोगिरहेको छु, मेरो होस् अरूको चाहिँ नहोस् त्यस्तो लाग्छ मलाई। आफूले आफ्नो ख्याल गर्नु होला, राम्रोसँगले बस्नु होला। आज